यो नशा भन्ने कुरा अचम्मको हुँदो रहेछ। कसैलाई रक्सीको नशा, कसैलाई चुरोट गाँजाको नशा, कसैलाई केको नशा। मलाई चाहिँ यो मोबाइलको अचम्मैको नशा पर्यो साथीहरू, अचम्मैको नशा पर्यो। हेर्नुहोस् क्या नि, मोबाइल बेच्न पाएन, तपाईँहरू आउनु भएन भने मलाई दिउँसोभरि कुचुल 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 के गरौँ कसो गरौँ के गरौँ कसो गरौँ हुन्छ। त्यसैले प्लिज हाम्रो हिमाल मोबाइलमा आइदिनुहोस्, फोन किनिदिनुहोस्। बरु खाना 5 दिनसम्म नखाए पनि सक्छु, मोबाइल नबेची सक्दिनँ। तपाईँहरू प्लिज आइदिनु होला, मोबाइल किनिदिनु होला, मलाई शान्ति मिल्छ। तपाईँहरू आउनु भएन, मोबाइल किन्नु भएन भने मलाई शान्ति मिल्दैन। मेरो शान्तिको लागि भए पनि तपाईँहरू प्लिज कहाँदेखि आउनुहुन्छ आइदिनुहोस्, हाम्रो हिमाल मोबाइलमै आइदिनुहोस् प्लिज। पैसा नभए पनि उधारोमा मोबाइल लिएर जानुहोस्। बस तपाईँले मोबाइल लैदियो भने मलाई शान्ति मिल्छ, मलाई खाएको पच्छ, मलाई आनन्द लाग्छ, मलाई मस्त लाग्छ। तपाईँहरूलाई किस्ताबन्दीमा पनि लान पाउनुहुनेछ। फोन किन्दा ग्लास कभर चार्जर त तपाईँले सब फ्री पाउनुहुन्छ। हेर्नुहोस्, तपाईँलाई केहीको पैसा लाग्दैन। भाग्यमानी हुनुहुन्छ भने त थाइल्यान्ड जान पाउनुहुन्छ। हिमाल मोबाइलमा आएर फोन किन्नुभयो भने भाग्यमानी हुनुहुन्छ भने त तपाईँ नगद रु 50,000 पाउनुहुन्छ। भाग्यमानी हुनुहुन्छ भने त तपाईँले एउटा सुनको चेन लाउन पाउनुहुनेछ। प्लिज हिमाल मोबाइलमा आइदिनुहोस्। यस्तो नशा लागेछ मलाई यो फोनको, के कुरा गर्ने क्या। मलाई यो फोनमा नसुते, यो फोन नहेरी, तपाईँहरू नआइसम्म मलाई भात नि खान मन लाग्दैन कसम क्या। शनिबार एक दिन बन्द नगरौँ साथीहरू, बन्द गर्दाखेरि मलाई सक्दिनँ। मलाई यो एकदम नशा लागेको छ। म दिउँसोभरि कहाँ गएर के गर्ने भन्ने हुन्छ। त्यसैले प्लिज आइदिनु होला। थ्याङ्क यू सो मच।